आजको यात्रामा दाइसँग भेट हुन्छ भनेर सोचेकै थिइनँ। सो हे गाइज, चाहिँ म जाँदैछु कालीकोट। सो आज चाहिँ मेरो यात्रा हुँदैछ कालीकोटतर्फ। सो मेरो यात्रा सुरु हुँदैछ। एन्ड गाइज बिहानको करिब 7 बजेतिर सुर्खेत प्रदेश राजधानी छोडेर म लाग्छु कालीकोटतर्फ। सुर्खेतको करिब आधा घन्टा हिँडाएपछि हामी पुग्छौँ बट्टीचौर। बट्टीचौर पुगिसकेपछि हाम्रो यात्रा सुरु हुन्छ फेरि कालीकोटतर्फ। दिनभरिको हिँडाएपछि हामी पुग्छौँ खाना खाने ठाउँ। सो हामी खाना खाइसकेपछि हाम्रो यात्रा फेरि सुरु हुनेछ। सकेपछि हाम्रो यात्रा सुरु हुन्छ पुनः कालीकोट। अगाडि देख्नुभएको गेट चाहिँ कालीकोटको। म चाहिँ कालीकोटको सिमाना पश्चात कर्णाली गढी रोड हुँदै मेरो अर्को गाडी चेन्ज भएर मेरो यात्रा सुरु हुन्छ मेरो गाउँ राजकोट। यहाँ हाम्रो कर्णालीको बाटो नराम्रो भए पनि हिँडाइको यात्रा चाहिँ एकदमै रमणीय र सुन्दर दृश्यहरू हेर्न पाइन्छ। बाटो नराम्रो भए पनि यहाँको यात्रा चाहिँ एकदमै रमाइलोपूर्ण रहन्छ। मेरो गाउँतर्फ हुँदै गर्दा मेरो बाटोमा गाडी चेन्ज अर्को गर्नुपर्ने भएर यो गाडी पनि अर्कै ठाउँ जाने रहेछ। सो म चाहिँ पुगेँ शान्तिघाट भन्ने ठाउँ। शान्तिघाट पुगेर मेरो दाई भेटिनु भयो। मलाई थाहा थिएन कि यो भ्लगमा मेरो दाईको भेट हुन्छ भनेर। सो अब चाहिँ मेरो अर्को गाडीमा यात्रा छ गाइज। सो उहाँ चाहिँ मेरो दाई हुनुहुन्छ। दाईसँग भेट हुन्छ भनेर मैले सोचेकै थिइनँ। अनि पुनः यात्रा मेरो घरतर्फ लाग्छ। म घर पुग्दासम्म राति परिसकेको थियो। मलाई चाहिँ मेरो बहिनी र मम्मी चाहिँ ल्याउन आउनुभएको रहेछ। त्यो बाटोमा आरसीबी बजार पुगिसकेपछि अब चाहिँ राति परिसकेको छ गाइज। अलि भोलि बिहानको भिडियो सहित आउने छ। एन्ड बाई अहिलेलाई हेलो गाइज, गुड मर्निङ। म चाहिँ सुर्खेतदेखि फाइनल्ली कालीकोट पुगेर कालीकोटको यो चाहिँ मेरो गाउँ राजकोट नगरपालिका हो। यो चाहिँ एकदमै कस्तो लाग्छ हेरिदिनु होला भिडियोमा। मेरो गाउँ चाहिँ पहिलोपटक यो चाहिँ मेरो घर अनि मेरो गाउँ एकदमै राम्रो छ। यहाँको डाँडा काँडा हिमाल एकदमै राम्रो छ। देशका
धेरै ठाउँमा वर्षा र हिमपात भएको छ। एकैसाथ धेरै ठाउँमा वर्षा र हिमपात भएको यो हिउँदको पहिलो घटना हो। 24 घण्टामा सबैभन्दा धेरै कालीकोटको राजकोटमा 66.2 मिलिमिटर पानी परेको छ। हिजो पश्चिममा सुदूरपश्चिमदेखि गण्डकीका पहाडी क्षेत्रका धेरै ठाउँमा वर्षा भयो।